गगन थापाको यो भनाइ याद छ कि बिर्सिनु भयो? यदि बिर्सिनु भएको छ भने फेरि एकपटक सुन्नुहोस्। कांग्रेस गरिबको पार्टी होइन, कांग्रेस सुकुम्बासीको पार्टी होइन, कांग्रेस हुने खानेको पार्टी, कांग्रेस गाडी घोडा हुनेको पार्टी हो, जग्गा जमिन हुनेको पार्टी। कांग्रेस गरिबको पार्टी होइन, कांग्रेस सुकुम्बासीको पार्टी होइन, कांग्रेस हुने खाने धनीहरूको पार्टी हो। यो गगन थापा आफैले एउटा कार्यक्रममा बोलेका थिए। अहिले आफै टुरिस्टे भएर सर्लाही 4 पुगेको छन् अनि त्यहाँ पुगेर भन्छन् म त यहाँको भाषा सिक्छु, यहाँका जनतासँग घुलमिल हुन्छु, यहाँ बसेपछि यहीँको बासिन्दा हुने हो, म अरू जस्तो चटके होइन रे। तिमी जतिको चटके नेता नेपालमा अरू कोही हुनै सक्दैन क्या। तिमी जतिको नेता होइन, कहिले तिमी नै होइन एमसीसी पास गर्ने होइन, चाइनासँग जाउँ 70 मिलियन मागौँ, भारतसँग जाउँ 60 मागौँ, ह्यान त्यान यति मागौँ भन्ने तिमी नै होइन, एमसीसीको मतिहारा तिमी नै होइन। अहिले आएर म त यहाँको जस्तो यहाँको भाषा सिक्छु, यहीँको बन्छु, सर्लाही 4 मा गएर लुपुक्कै भएको छ। कुनै बेला कांग्रेस टुरिस्टहरूको पार्टी होइन, कांग्रेस मादल चोकमा राखेको मादल होइन जो आए बजाउने भनेर फुक्दै हिँड्ने गगन अहिले आफै टुरिस्ट बनेर पनि उहाँ पुगेको छन्। अब यिनलाई चाहिँ सर्लाहीको जनता, सर्लाहीमा सबै धनी रहेछन् भने त यिनले जित्लान् होइन, सबै सुकुम्बासी नभएर हुकुमबासी नै रहेछन् सर्लाही 4 मा भने गगन थापाले जित्लान्, नै भने यिनलाई अहिले नराम्रो तरिकाले चाहिँ लखड्लान् जस्तो छ है। विचार गरौँ गगन थापा, तपाईँ आफ्नै करियर लियो। कुनै बेला गगन थापा भनेको यस्तो हाइलाइटमा आएको नेता हो, हामीले पनि वाह जय जयकार गरेको नेता हो। तर अहिले गगन थापा आफ्नै बोली, आफ्नै क्रियाकलापले गर्दा अब हेरौँ अहिलेको चुनावले नतिजा के दिइहाल्छ तपाईँको।